नमस्कार साथीहरू, आज म तपाईहरूसँग एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्न चाहन्छु, लामो जिन्दगी जिउने कलाको बारेमा। धेरै मानिसहरू लामो समय बाँच्न चाहन्छन्, तर प्रश्न के हो भने के केवल धेरै वर्ष बाँच्नु नै लामो जिन्दगी हो त? साँचो अर्थमा लामो जिन्दगी भनेको स्वस्थ शरीर, शान्त मन र खुसी जीवन हो। साथीहरू, जिन्दगी लामो बनाउने सबैभन्दा पहिलो रहस्य हो स्वस्थ बानी। हामीले खाने खाना, गर्ने काम र सोच्ने तरिका यी सबैले हाम्रो जीवनको लम्बाइ निर्धारण गर्दछ। सबैभन्दा पहिला कुरा गरौँ खानपानको। हामीले सधैँ ध्यान दिनुपर्छ कि हाम्रा खाना सन्तुलित र प्राकृतिक हुनुपर्छ। फलफुल, हरियो सागसब्जी, पानी र सरल खाना यी चिजहरूले शरीरलाई पनि बनाउँदछ। तर हामीले धेरै जङ्क फुड, धेरै तेल, धेरै चिनी खान थाल्यौँ भने हाम्रो शरीर बिस्तारै कमजोर हुँदै जान्छ। दोस्रो महत्त्वपूर्ण कुरा हो व्यायाम। दिनको कम्तीमा पनि 30 मिनेट हिँड्ने बानी हाम्रो शरीरलाई धेरै वर्षसम्म स्वस्थ राख्न सक्छ। व्यायामले शरीरलाई मात्र होइन, मनलाई पनि शान्त, खुसी बनाउँदछ। तेस्रो कुरा हो सकारात्मक सोच। धेरै मानिसहरू तनाव, रिस र चिन्ताले आफ्नो जीवनको छोटो बनाइरहेको हुन्छन्। तर याद राख्नुहोस्, सकारात्मक सोच नै लामो जीवनको औषधि हो। यदि तपाईँ सधैँ राम्रो सोच्नुहुन्छ, अरूलाई सहयोग गर्नुहुन्छ र जीवनलाई धन्यवाद दिनुहुन्छ भने तपाईँको मन हल्का हुन्छ। चौथो कुरा हो राम्रो निद्रा। रातमा कम्तीमा 7 देखि 8 घण्टा सुत्नु हाम्रो शरीरको लागि अत्यन्त महत्त्वपूर्ण आवश्यक छ। जब हामी राम्रोसँग सुत्छौँ, शरीरले आफैलाई मर्मत गर्छ र अर्को दिनका लागि ऊर्जा तयार गर्दछ। साथीहरू, लामो जिन्दगी जिउने अर्को ठूलो रहस्य हो सम्बन्धहरू। परिवार, साथीभाइ, समाजसँग राम्रो सम्बन्ध राख्ने मानिसहरू सामान्यतया धेरै स्वस्थ जीवन बिताउँदछन्। मायालु शब्द, सहयोग, सम्मान र यी चिजहरूले जीवनलाई सुन्दर बनाउँछन्। अन्त्यमा म तपाईहरूलाई एउटा कुरा भन्न चाहन्छु, जिन्दगी कति लामो हुन्छ भन्ने कुरा मात्र होइन, कति अर्थपूर्ण हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। त्यसैले आजैदेखि स्वस्थ हुनुहोस्, नियमित व्यायाम गर्नुहोस्, सकारात्मक सोच्नुहोस् र अरूलाई प्रेम गर्नुहोस्। यदि तपाईँलाई यी बानी अपनाउनु भयो भने तपाईँको जीवन र केवल लामो मात्र होइन, खुसी, स्वस्थ र सफल पनि रहनेछ। धन्यवाद।